अस्सलामुअलैकुम नमस्कार म जेएनजी क्षेत्र नम्बर 5 झापाबाट उम्मेदवार मलाई भोट हालेर जिताएर पठाउनुहोस्। म प्रधानमन्त्री भएपछि मेरो 3वटा कामहरू हुनेछ। 1 नम्बरमा हेलो मोदी जी, मैं नेपाल का प्रधानमंत्री बन गया। हाँ, वो काला पानी लिया था ना, अब झापा 5 नंबर भी ले लो। उसको छोड़ना नहीं, हाँ, उसको भी ले जाओ। हाँ, 2 नम्बरमा मेरो ठेक्कापट्टामा त्यसले हात हाल्न खोज्ने त्यो स्कुल, त्यो भवनहरू, त्यो रोड सब मेरो नाममा आउनु पर्यो। ओ अगाडि आउँछ त्यसलाई छप्काइदे। नम्बर 3 मा प्रधानमन्त्रीका सन्तानहरूलाई अब जागिरी नमिल्ला त भान्जीलाई चाहिँ मैले आर्मीको चिफमा राख्ने कुरा गरेको छु। नियुक्ति भइसक्यो। अब बरु तँलाई चाहिँ मैले उता एयरपोर्टतिर राख्नु पर्ला कर्मचारीमा भन्ने सोचिरहेको छु। अनि सुन छिनाउनु पर्यो नि त भित्र। ल ल ल अब यो आएको पैसा चाहिँ राख्ने तिजोरी कता बनाउने हो?